चाहिँ यसरी फर्स्ट बाइट चाहिँ सानो लिन्छु तातो जाऊ यति फटा खाने यति कराइरहेको छ ल भन्छ राखिदिए हरू चाहिँ हलो जोत्दै हुनुहुन्छ हेर्न सक्नुहुन्छ 2x जुम गरेर हेलो साथीहरू अनि म फेरि पनि आइसकेको छु आज एउटा न्यू ब्लग लिएर अनि म पनि आरामै छु र हजुरहरू पनि आरामै हुनुहोला भन्ने आशा गर्दै आज न्यू डे न्यू ब्लग स्टार्ट गर्दै जाँदैछु आज चाहिँ म ठ्याक्कै कति दिउँसोबाट ब्लग स्टार्ट गर्दैछु आजको माहौल चाहिँ बाहिरको एकदमै राम्रो छ बाहिर चाहिँ हेर्न सक्नुहुन्छ यस्तो टन्टलापुर घाम लागेको छ अनि अब चाहिँ त्यति गर्मी चाहिँ हुँदैन हाम्रोतिर अब चाहिँ चिसो लाग्न थालिसकेको छ यो असारको 15 देखि नि चाहिँ चिसो हुन थालिसकेको छ अनि आज चाहिँ म एक्लै छु घरमा अब हजुर भन्नु होला किन एक्लै भन्दाखेरिमा चाहिँ आज चाहिँ बिहानै 10 बजेतिर चाहिँ नास्ता सास्ता खाएर मैले पनि खाएँ सासू र ससुरा मेरो घरका सासू र ससुरा चाहिँ आफ्नो ससुराली जानुभएको छ आमा चाहिँ माइती अनि ससुरा चाहिँ ससुराली त्यही भएर किन भन्दाखेरिमा चाहिँ आज चाहिँ आमाको बुवाको श्राद्ध थियो के श्राद्धको तिथि परेको हुनाले जानुभएको छ दुईटैजना अनि म चाहिँ आज एक्लै छु घरमा सो फनी बट नट सो फनी गाइज किनभने एक्लै त बस्नु परिहाल्छ नि त केही छैन एक्लै म बसिहाल्छु त्यही भएर हजुरहरूसँग यस्तो टाइम पास गरौँ भनेको अब आज चाहिँ म के सोचिरहेको छु भन्दाखेरि एक्लै बस्दा बस्दा बोर भयो कि मलाई त्यही भएर हजुरसँग केही कुराकानी गरौँ अनि आज चाहिँ लिभिङ होम अलोन एउटा च्यालेन्ज गरौँ भनेको के गर्छु म आज घरमा एक्लै भनेर अनि अब गर्नु त के गर्नु र त्यस्तो के होइन गर्ने त बसी गर्छु कि अब म अब चाहिँ दिउँसो भइसक्यो नि त खाना खानुपर्ने हुन्छ अब खाना खाने चाहिँ कुरो त हुँदैन होइन एक्लै भएको बेलामा त्यही भएर म चाहिँ आज मैले चाहिँ बिहान त्यो करेन्ट ल्याएको थिएँ कुरकुरे अनि चाउचाउ करेन्ट चाहिँ कुरकुरे खाइसक्यो किनभने खानामा चाहिँ म एकदमै एक्सपर्ट छु अब करेन्ट बनाएर खान्छु स्टे ट्युन मसँगै किनभने मसँग रेसिपी नि फलो गर्छु रेसिपी त के हुनु र गाइज करेन्टको त्यही त हो जस्तो सबैले बनाउँछन् त्यही हो भयो नि होइन मैले गरेको राम्रै हुन्छ हजुर चिन्नुहुन्छ कि नि कालु हेर्न सक्नुहुन्छ कति राम्रो छ यो कालु चाहिँ अनि त्यहाँ पढिरहेको हाम्रो भैँसी अनि हामीले चाहिँ यो चाहिँ हाम्रो परालको कुनी हो हामीले चाहिँ चुरिसकेछौँ पराल सराल सबै यो अनि यसकै बगलमा एउटा सानो आलो छ अनि के साथीहरू मैले हेर्नु न यो के भन्छन् असार साउनको महिनामा चाहिँ यहाँनिर के यस्तो राम्रोसँग केरीहरू के यसरी इँटा लगाएर बनाएको थिएँ यो हाम्रो चाहिँ घरको अगाडिपट्टिको भ्यू हो हजुरले देख्नु भएको छ कि छैन यस्तो यो हाम्रो अगाडिपट्टिको हो यो यति मिहिनेत गरेर होइन मैले केरी बनाएँ त्यो पछि नि कि यहाँ हेर्न सक्नुहुन्छ यो फुलहरू कि फुल्दै फुलेन मतलब कोही भन्नुहुन्छ कि यहाँ पल्तिर हाम्रो ठुलो रुख छ नि बेलको रुख अनि यो घरको छाया परेर घाम नलागेर नभएको भन्नुभएको छ अब खै साथीहरू हुन त के भएको थाहा छैन अनि हेर्नु न यति राम्रो फुलहरू बिग्रेछ यो चाहिँ पार्वती फुलहरू यो सुपारी फुलहरू मैले यति मिहिनेत गरेर बनाएको थिएँ यो चाहिँ अस्ति भन्नु होला सफा गरेन भनेर यो चाहिँ अस्ति पानी लागेर क्या जति गर्ने यहाँदेखि यो माटो छ नि यो माटो त्यही उछिटेर गएको छ अनि त्यही हो मैले त्यस्तै गरेँ तर मेरो अर्को साइडपट्टि चाहिँ एकदमै राम्रो भ्यू छ हेर्नु यहाँतिर चाहिँ अझ यो छ नि यो हाम्रो यो साइडतिर चाहिँ हाम्रो लास्टै राम्रो फुलहरू फुलेछ यो साइडतिर चाहिँ यो साइड यस्तो खाली छ नि त यहाँ भएको कारणले होला यति राम्रो फुलहरू फुलेछ मखमलीको हामी चाहिँ हजारी भन्छौँ अब अहिले चाहिँ 1 बजिसक्यो 1 बजेर ठ्याक्कै 10 मिनट भयो हेर्न सक्नुहुन्छ अनि अब चाहिँ भित्र जाऊँ किन भन्दाखेरिमा चाहिँ
करेन्ट बनाउनलाई अब चाहिँ करेन्ट बनाएर खानु पर्यो अनि काङ्गो करेन्ट यता गयो अब यो करेन्ट खान्छु म याला करेन्टको 2x स्पाइसी कस्तो कि मेरो भित्र त राम्रै आएन हौ क्यामेरा के भएको हैन पुरै अँध्यारो आएको छ भित्र अचेल त मैले चाहिँ यहाँ पानी चाहिँ बसालिदिसकेको छु हेर्न सक्नुहुन्छ अनि अब चाउचाउ एकदिन तात्न दिन्छु फेरि चाउचाउ हाल्छु मेरो केही त्यस्तो खासै रेसिपी चाहिँ केही पनि छैन त्यही हो जुन सबै नर्मल बनाउँछन् त्यही हो अनि म चाहिँ अरू दिन चाहिँ 1x स्पाइसी मात्रै खान्थेँ जुन नर्मलवाला हुन्छ यो चाहिँ आज 2x स्पाइसी करेन्ट हो है त्यही भएर डर लाग्दैछ स्टे ट्युन के हुन्छ मेरो हालत हेर्नु होला फोड्ने टाइम आयो यसमा चाहिँ 2टा हो 3टा हो त्यो त 3वटा मसलाहरू हुन्छ यो चाहिँ त्यो पानीमा हाल्नुपर्छ भेजिटेबल हो डिहाइड्रेटेड भेजिटेबल यो चाहिँ त्यो पिरोवाला सस अनि यो चाहिँ यो पनि स्पाइसेस हो यो सिजनिङ अनि यसलाई चाहिँ अनि यो बच्चीकोलाई नि पानीमा हाल्ने यसरी अनि यो चाहिँ डिहाइड्रेटेड भेजिटेबल्स यसलाई नि हालिदिने चाहिँ यसलाई एकछिन यसरी पाक्न दिने थोरै ग्यास बढाउँछु पाक्छ होइन त्यतिन्जेलसम्म पाकुन्जेलसम्म त्यस्तै बस्ने कुरो चाहिँ भएन होइन त्यही भएर यो पाकुन्जेलसम्म चाहिँ यो सिजनिङलाई यो थालमा हालेर बनाउने ससको बारी म त मुखले पढिदिन्छु आफैले खाए त अरूले खाए पो हाइजिन नि मतलब अरूले खाए त जुठो भन्छ नि आफूले खाएर त जे गर्दा नि हुन्छ नि त त्यही भएर करेन्ट नि बन्दैछ करेन्ट चाहिँ यतिको भएको चाहिँ गाइज आई थिङ्क भयो करेन्ट चाहिँ बनिसकेको छ यहाँ हेर्न सक्नुहुन्छ अब यसलाई चाहिँ एकछिन चलाउनु पर्ने हुन्छ मिक्सिट अब के गर्ने साथीहरू आफूसँग एक्लै परियो अर्कोलाई मोबाइल सामाउन पनि हुन्थ्यो अनि न त ट्राइपोड नै छ होइन त्यही भएर गाह्रो पिरहेको छ मिक्सिट यसलाई चाहिँ राम्रोसँग मिलाउनु पर्छ किनभने धेरै पिरो हुनु पर्यो नि त मिलाऊ अनि यहाँ हेर्नु सक्नुहुन्छ नि त कति मिठो मटर के हरियो मटरको लास्टै क्रेभिङ भएको थियो मलाई आयो स्पाइसी टु मच स्पाइसी थम्बनेल फोटो त राम्रो होला र यहाँतिर ठिक छ चाहिँ खानुपर्ने हुन्छ गाइज त्यही भएर हामी चाहिँ खाँदैछौँ होइन अब चाहिँ म खान्छु ल हजुर रेडी गर्नु होला म क्यामेरा पहिला यो मोबाइलले राख्ने कोसिस गर्छु कस्तो पाइरहेको छ गाइज त्यो थाहा भएन बट लेट्स ह्याभ अ बाइट कति धेरै देखिरहेको छ कि साथीहरू हेर्नु न म चाहिँ यस्तो पागल कि आज चाहिँ मलाई खानै मन छैन किनभने खान मन छैन छ तर यति धेरै खान मन छैन मैले चाहिँ नि अस्तिको ब्लग हजुरले मिनी ब्लग हेर्नुभयो होला त्यो दिन चाहिँ मैले 2वटा करेन्ट बनाएर खाएको थिएँ 2वटा कि म कस्तो पागलको त्यो दिन चाहिँ मैले लास्टै क्रेभिङ भएको थियो करेन्ट खाने त्यही भएर खाएको मुखमा पानी आउँदैछ गाइस ल फर्स्ट बाइट बनाउँछु ल म चाहिँ नि यो आज धेरै पिरो नि छ अनि तातो छ नि अहिले भर्खरै लिएर आएको त्यही भएर धेरै ठुल्ठुलो बाइट नि खान सक्दिनँ म पिरो धेरै नि खान सक्दिनँ अनि फर्स्ट बाइट हजुरहरूलाई ल खाएँ ल
Let's have another bite. पिरो गाई लास्टै पिरो भयो 2x किन न पिरो नहुनु र म त पहिला 1x नै खान्थेँ मेरो के पुरै ओठहरू पोल्यो कि पिरोले यो छिटो खायो भने धेरै पिरो लाग्छ कि बिस्तारै खायो भने त्यति पिरो लाग्दैन अनि त्यही हो अब चाहिँ म बिस्तारै खान्छु अनि हजुरलाई के सकेपछि म मेरो अरू टाइम के गर्छु भने देखाउँछु ल स्टे ट्युन फर मी गाइज माई ब्लगमा म मेरो लागि स्टे ट्युन होइन ब्लगमा हुनु मसँग अनि के गाइज वान मोर थिङ म चाहिँ के देखाउँछु भनेको चाहिँ हाम्रो चाहिँ यो घरको के यो माथिको दिवालमा देखिरहेको छ केही छैन यार ऊ त्यो छ नि त्यो छिपकली यति कहाँबाट आउँछ कि साथीहरू यो आउँछ मलाई चाहिँ कस्तो डर लाग्छ कि किन भन्दाखेरिमा चाहिँ छिपकली देखेर त डर लाग्ने कुरै त हो पहिला चाहिँ कि एक दिन मेरो त्यो बाथरुमको ढोकाको माथि रहेछ नि त्यो छिपकली त्यसले चाहिँ कि मेरो यहाँ गालामा झरेर चाहिँ पहिला चाहिँ मैले थाहै भएन त्यो झरेको त थाहा भयो होइन पछि कि मेरो यहाँ चिलाउनु थाल्यो खै म त कि मालाले हो कि भनेर माला निकालेर फाल्यो होइन त्यसपछि नि अझ चिलाउँछ अनि अर्कै छाला उम्किने रहेछ क्या बल्ल गयो अझसम्म नि राम्रो भएको नि के हो मेरो यहाँको गाउँ चाहिँ यस्तो दाग बसाउने रहेछन् कि यिनीहरू त्यही भएर मलाई लास्टै डर लाग्छ कसरी हट्छ कि यो हट्न अनि हजुरसँग केही उपायहरू भए प्लिज भनिदिनु होला होइन मलाई त लास्टै डर लाग्यो यो कस्तो हो कि यो छिपकली चाहिँ किन हुन्छ कि हुन पनि कहाँबाट आउँछ कि केही पनि थाहा हुन घरभित्रै फुट्छ क्या हो यो अचम्मको साथीहरू मैले चाहिँ खाना खाएर एकछिनलाई न्याप लिएको थिएँ अनि त्यसपछि चाहिँ म पढ्दैछु अहिले चाहिँ म चाहिँ अहिले एकछिन पढ्छु मेरो लिभिङ एलोन होम डायरिजमा चाहिँ एकछिन मैले यसरी किताब पढ्छु किनभनेदेखिमा मैले नपढेको नि धेरै भयो थोरै दिनमा पढ्नुपर्ने नै हुन्छ अनि मैले लुगासुगा नै धोइसकेको छु अनि खाएको भाँडासाँडा नै धोइसकेको छु कस्तो अझै निद्रा लागिरहेको कि किताब पढ्दाखेरि चाहिँ गाइज अहिले चाहिँ साँझको 4-5 बजिसकेको छ र म बाहिर आइसकेको छु र आज चाहिँ हाम्रो यहाँ खै त्यो गोरु जोत्ने रे त्यही भएर मैले यहाँ लिएर यसलाई बाँधेको छु अनि यो चाहिँ पाल खाँदैछ अहिले हाम्रो चाहिँ आमा हामी ससुरा त्यहाँ माइज जानुभएको छ नि त्यही भएर चाहिँ मैले केही पनि थाहा छैन कि कहाँ राख्नु भएको छ कि कहाँ राख्नु भएको छ भनेर ऊ त्यो छ नि अर्को होला त्यो पनि र यो पनि दुइटै बल्ल यो पल्लो घर चाहिँ हो हाम्रो ठुलबुवाको मेरो जेठो ससुराको घर हो अनि मलाई चाहिँ बोर लागिरहेको छ अब चाहिँ मेरो यो काम अनि हाम्रो यहाँ चाहिँ हेर्न सक्नुहुन्छ कति लट्रम्मै परेर खुर्सानी फलेछ हौ हेर्नुहोस् खेततिर जाँदैछु किन भन्दाखेरिमा चाहिँ त्यो हुन्छ नि त्यो बल्लोको जुमा लगाउने खै के सिक हुन्छ अरे त्यो खै कहाँ राखेको छन् थाहा भएन तल बाख्रा नि बाँधेको थियो क्या त्यही भएर त्यहाँनिर पो राख्नु भएको छ कि भनेर हेर्न जाँदैछु एउटा चाहिँ यो एउटा यो अनि एउटा त्यो यति फटाहा नि यति कराइरहेछ यो हो कि क्या हो यस्तो के फर्केको होला भन्दै हुनुहुन्थ्यो म यसलाई बाँध्ने चाहिँ कहाँ हो क्या हलो जोत्नलाई चाहिँ यहाँ गोरुहरू ठ्याक्क पार्नु भएको छ ससुराले चाहिँ अब चाहिँ हलो जोत्ने रे आज चाहिँ पहिलोपल्ट धान काटिसकेपछि खेतमा हलो जोत अनि यहाँ चाहिँ हाम्रो ससुरा अनि आमा अनि भान्जा नि आउनु भएको रहेछ सँगै श्राद्ध सकिएपछि हेर्न सक्नुहुन्छ भान्जा नि आउनु भएको हामीलाई चाहिँ सरप्राइज दिनुभयो भान्जाले चाहिँ कसरी श्राद्ध बता श्राद्ध माइतदेखि आइसक्नु भएको छ र आज चाहिँ यही हो आमा चाहिँ यहाँ हुनुहुन्छ अनि ससुरा दुइटै ससुराहरू चाहिँ हलो जोत्दै हुनुहुन्छ हेर्न सक्नुहुन्छ
2x जुम गरेर अनि हामीले सबै चाहिँ हलो बल्ल गोरुले जोत्दैनौँ। त्यो गाह्रो हाम्रो सानो भएको कारणले हामीले गोरु जोतिरहेछौँ। अनि यो चलन पनि छ, अरू चाहिँ हामी ट्र्याक्टरले जोत्छौँ। अनि यो टिका चाहिँ किन लगाएको भन्नु होला, टिका चाहिँ पहिलोपटक खेत जोत्दाखेरि नि यो सिजनको लगाउनु पर्छ भन्थे, त्यही भएर हो। अनि मेरो लिभिङ एट होम एलोनको डायरी चाहिँ आज यहीँ सकिन्छ उहाँहरू आएसँगै। अनि मैले चाहिँ आज एक्लै घरमा मोज पनि गरेन साथीहरू गरेन। अनि हजुरहरूलाई दिवालीको हार्दिक मङ्गलमय शुभकामना। लास्टमा चाहिँ म हजुरहरूलाई धेरै धेरै बधाई दिन चाहन्छु। हजुरको जीवनहरूमा धेरै धेरै प्रगति होस्, उन्नति होस्, अनि हजुरका पाइलाहरू शिखरसम्म, सगरमाथाको शिखरसम्म पुगुन्। अनि अब सबैलाई भाइटिकाको पनि धेरै शुभकामना। आफ्नो भाइ दाइहरूलाई टिका लगाउनु पाउनुहुन्छ। यो सबैभन्दा हामी नेपालीहरूको सबैभन्दा मुख्य चाड हो दसैँ र तिहार। अनि यो तिहार चाहिँ दोस्रो मुख्य चाड हो। सो यही हो साथीहरू, यसरी नै माया गर्नुहोला। अनि हजुरहरूले माया देखाइरहनु भयो भने म यसरी नै पक्कै लामो ब्लगहरू ल्याउने छु। मिनी ब्लग त ल्याइ नै रहेको छु, लङ ब्लग नि ल्याउने छु। सो प्लिज नट फर्गेट लाइक, शेयर, सब्सक्राइब एन्ड कमेन्ट एन्ड टेक केयर। Bye bye.